नमस्कार साथीहरू, म विशाल खापद्वाराई र म चाहिँ आज तपाईँहरूमाझ किन यसरी भिडियोमा आउँदैछु भने हिजो जुन घटना थियो मैले नै हो चाहिँ त्यहाँ तपाईँहरूलाई जानकारी गराएको मान्छे मै नै हो र त्यो जानकारी गराइरहँदाखेरि चाहिँ धेरै प्रिय मित्रहरूले चाहिँ एक खालको राम्रै प्रतिक्रिया दिनुभयो र कतिपयले चाहिँ मलाई एक खालको नबुझेको कुराहरू पनि व्यक्त गर्नुभयो। अन्त अब त्यस्तो भन्न खोजे होइन मैले, किनभने त्यो ठाउँको स्पष्ट ठेगानाहरू मैले उल्लेख गर्न सकिनँ। त्यसको लागि म सरी नै पनि भन्न चाहन्छु, किनभने त्यो अवस्थामा हामी अलिकति तनावमै थियौँ। किनभने आफ्नो ठाउँको घटना हो, आफ्नै गाउँमा घटना घटिरहँदाखेरि हामी अलिकति त्रसित पनि थियौँ र एक खालको हामी एकदमै चिन्तित पनि थियौँ। अब कहिले यस्तो घटना नघटेको एक्कासी घट्दाखेरि हामी एकदम आत्तिएका थियौँ र त्यसै गर्दाखेरि म धेरैजना साथीहरूलाई चाहिँ यो लोकेसनको बारेमा म जानकारी गराउँदछु, किनभने धेरैजनाको पनि आफन्त हराउनु भएको होला। त्यो चिन्ताले पनि धेरैजनाले मलाई लोकेसन सोध्नुभयो। यो ठाउँ चाहिँ इलाम जिल्लाको हो। यो पूर्वी भागै हो रोङ गाउँपालिका। यो झापा र इलामको चाहिँ एउटा सङ्गम स्थल हो, जुन चाहिँ झापा यस रोङ गाउँपालिका वडा नम्बर 5, यहाँ हाम्रो नाखोपा टोल भन्छ। यहाँदेखि चाहिँ करिब 2-4 किलोमिटरमा चाहिँ हामी झापा पुग्न सकिन्छ। त्यसै गरी झापादेखि भारतको सिमाना दार्जिलिङसँग यो रोङ गाउँपालिकाले छुएको छ। यो चाहिँ करिब 800 मिटरको 700-800 समुद्री सतहको उचाइको क्षेत्र रहेको छ। यहाँ चाहिँ एकदम प्रशस्त मात्रामा अलैँची उत्पादन हुने गर्दछ। र हिजोको विषयमा चाहिँ म तपाईँहरूलाई के भन्न चाहन्छु भने चाहिँ यो घटना घटेको चाहिँ यो गाउँदेखि चाहिँ करिब 1 किलोमिटर तल अलैँचीबारी, जुन कि हाम्रो यसै गाउँको एकजना दाइको अलैँचीबारी रहेको छ। त्यो क्षेत्र चाहिँ एकदम जङ्गल क्षेत्र। त्यहाँ लगभग मान्छेहरू चाहिँ स्प्रिङ्कलहरू सार्ने समयमा मात्रै पुगिन्छ। तर अहिले अब बर्खा लागेको कारणले स्प्रिङ्कल सार्ने कुरो भएन। पानी हामीले अस्ति बेलैमा, यसपालि बेलैदेखि वर्षा भएको कारणले पानी बेलैमा मारियो। त्यस कारणले त्यहाँ पुगिरहने आवश्यकता नि पर्दैन। धेरैजनाले चाहिँ सोध्नुभयो घरको धनी को हो, हेन तेन, होइन। त्यो अलिकति शङ्कादेखि बाहिरकै कुरा हुन्छ, किनभने त्यो जङ्गल धेरै तल जङ्गल हो। त्यहाँ घर धनीहरू पानी सार्न र सिजनमा अलैँची छाँट्न र चाहिँ टिप्न बाहेक त्यो ठाउँमा पुग्ने गरिँदैन। अनि त्यो ठाउँ चाहिँ एकदमै अनकन्टार ठाउँै हो। यदि अलैँची नरोपेको भए त्यो एकदम ठुलो जङ्गलै हो। अहिले चाहिँ अब मेन आम्दामी यहाँको चाहिँ अलैँची भएकोले गर्दाखेरि त्यहाँ जानुपर्ने अवस्था आयो। र त्यहाँ चाहिँ तपाईँको लगभग त्यहाँ बाटो पनि पुगेको छैन। हामी हिँडेरै गएको थियौँ। अनि त्यो क्षेत्रमा त्यस्तो अपरिचित नै भनौँ, अहिलेसम्म कुनै पनि वारिपारि हामीले धेरै ठाउँ कन्ट्याक्ट गर्ने प्रयास गरियो, तर त्यहाँ कुनै मानिसहरू चाहिँ हराएको पाइएन। र कोही व्यक्तिहरू धेरैजना सम्पर्कमा नि आउनुभयो, हाम्रो ठाउँमा नि हराएको थियो भन्ने कुरो आएको थियो। र पहिचान गर्न सक्ने अवस्थै थिएन त्यो लासको चाहिँ अलैँचीबारीमा। अनि यहाँ तल चाहिँ तपाईँको कपाल, अनि त्यहाँदेखि चाहिँ अनि यो अलिक तल पर्छ, यो कम्मरदेखि उँधोको भाग हो यो चाहिँ, जुन एकदम सडिसकिएको। त्यहाँ चाहिँ पुरै हड्डीहरू मात्रै, पछाडिको भागहरू मात्रै देख्न सकिन्छ। धेरै प्रहरीहरू लगायत सबैले चाहिँ तपाईँको यो लास हामीले पनि हेर्दै गर्दाखेरि चाहिँ जङ्गली जनावरहरू, स्यालहरू यता एकदम लाग्ने गरेकोले गर्दा अब जहाँसम्म चाहिँ यो तान्दै घिसार्दै पुऱ्याएको हो कि भन्ने चाहिँ एउटा आशंका। र अब पहिचान
गर्नै एकदम कठिन। अब शरीरको कुनै पार्ट्सहरू त्यो कम्मरदेखि उँधो बाहेक कुनै नभएको कारणले गर्दाखेरि चाहिँ हामीले कसैलाई यो किसिमको मान्छे भनेर चाहिँ अब जानकारी दिन सकेनौँ। देख्न सक्नुहुन्छ चाहिँ इलाका प्रहरी कार्यालय पशुपति नगरले पनि पोस्ट गरिसक्नु भएको छ हिजो बेलुका नै। त्यसैले गर्दाखेरि चाहिँ अब यदि कहीँ कतै अब यो टी सर्ट देख्न सक्नुहुन्छ, यो बैजनी कलरको टी सर्ट अनि यो कम्मर मुनिको लास लगभग खैरो कलरको हुनसक्छ हाफ प्यान्ट यो लगाएको व्यक्तिहरू अब कहीँ कतै तपाईँहरूको आसपासमा अब यस्तो व्यक्तित्वहरू याद छ भने कृपया सम्पर्क गरिदिनु होला। यो ठाउँको नभएर सम्भवतः हाम्रो सम्भावना चाहिँ यो झापा एरियाबाटै आएर यहाँ कहीँ कतै बाटो भुलिएर अब यो जङ्गलको ठाउँमा हराएर त्यतिकै देहत्याग गर्नुभएको हो कि भन्ने हाम्रो आशंका हो। कति परिवारजनले खोज्नु भयो होला होइन। अब त्यसप्रति अब हामी पनि चाहिँ कुनै एउटा पशु चौपाइ हराउँदा हामी दुखित हुने जात, हामी मानव जात। अब अझै तपाईँहरूको कोही त्यस्तो मान्छेहरू हराउनु भएको छ भने अब अहिले भद्रपुरमा राखिएको छ, लगभग 4-5 केजी जति मात्रै होला त्यो प्लास्टिकको पोकामा अब कङ्कालहरू मात्रै लगेर अब डिएनए के गर्नुहुन्छ त्यो अब उहाँहरूले जान्नुहुन्छ। त्यो प्रशासनिक कुरो विषयमा हामीहरूलाई त्यति थाहा भएन। र अब कोही कतै हराउनु भएको छ भने कृपया यी नम्बरहरूमा सम्पर्क गरिदिनु होला। यो इलाका नम्बर हो अथवा मेरो फेसबुक पेजमा आएर तपाईँहरूले जानकारी लिन सक्नुहुन्छ। भन्दै अब मैले भिडियोहरू जति गर्छु म त्यस्तो युट्युबे पनि होइन, म कुनै कन्टेन्ट क्रिएटर पनि होइन, म साधारण एउटा फेसबुक चलाउने व्यक्तित्व हो र पत्रकार कुनै पनि होइन। र मैले अब हालिरहँदाखेरि कतिपय कुराहरूमा चाहिँ अब आफूले मिस्टेक गरिएको हुन्छ। अब त्यसमा अब तपाईँहरूले पक्कै पनि त्यसलाई स्वीकार दिनुहुन्छ। यति भन्दै मेरो यो छोटो भन्दा अलिक लामै भयो भिडियो, त्यसको लागि सरी भन्दै यदि अब कुनै जानकारी भए तपाईँहरूलाई जानकारी गराउन चाहने अनुमति सहित म बिदा चाहन्छु। हस्त नमस्कार।